नमस्कार साथीहरू सबैजनालाई। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। आज म धानबारीमा लगभग धान पाकिसकेको छ। अब यो धानमा भएको पानीलाई बन्द गर्न आज खेततिर आइरहेको छु। साथीहरू एकदम ठुलो पानी पसिरहेको रहेछ। अझै छेउमा शारदा खोला छ साथीहरू। लगभग धान पाकिसकेको भन्नुपर्छ। रमाइलो छ साथीहरू। हिजो अस्ति लेकतिर थिएँ, आज चाहिँ धानबारीतिर यसो अब पानीहरू बन्द गर्नको लागि खेतमा आइपुगेको छु। रमाइलो छ साथीहरू। दसैँ आइसक्यो, यहाँ धान पाकेर लटरम्म भइसकेको छ र पानीको मुहान यहाँ छ साथीहरू। त्यसै गर्दै खेतहरू यता छ। अब यो पानीलाई यसो ट्याक्क लाएर बन्द गरेर यता तलको खोलामा मिसाउने कार्यक्रम हुन्छ। पानी बन्द गर्दा गर्दा एउटा गङ्गेटा दौडेको छ गाइस। माछा पनि भेटियो है, देख्नुभयो। लगभग आधा उद्दी पानीभरि यतातिर साइड लगाइयो। अब सर खेततिर एकछिन घुम्ने कार्यक्रम हुन्छ। खोला यता छ्याङछ्याङ गर्दैछ साथीहरू। यता के छ साथीहरू, हेर्नुहोस् साथीहरू, पानी पानी छ। एउटा गङ्गेटा छ साथीहरू। साह्रो छ साथीहरू, यत्रो पानी खेतमा छ। हेर्नुहोस्, यो पानी कहिले सुक्ने अनि कहिले धान काट्ने। ल हेर्नुहोस् साथीहरू, धानमा हल्का हल्का रोग पनि लागिरहेछ साथीहरू। सर्लक्क यहाँदेखि हाम्रो ठुलबुवाको सुरु हुन्छ गाइज। हाम्रो ठुलो बुवाको धान पनि लगभग पाकिसकेको रहेछ। हाम्रोभन्दा अलि पछि रोपेको धान हो। योभन्दा पछि फेरि हाम्रो धान छ। त्यही छ गाइज। सडकैभरि पानी पानी यस्तै छ साथीहरू। हाम्रो यहाँदेखि सुरु भयो फेरि यस्तै छ साथीहरू। हाम्रो धान अरूको भन्दा सबैभन्दा धेरै हाम्रो पाकिसकेको रहेछ गाइज। लगभग दसैँ पछिबाट पानी परेन भने आकाशले यस्तो गर्छ। पानी परेन भने धान काट्ने कार्यक्रम चल्छ होला सायद। हाम्रो गाउँले छिमेकीहरू पानी कटाउँदा कटाउँदा धोस्दै भइयो गाइज। देखो गाइज, इधर देखो, कति धोस्दै कति धोस्दै। गाह्रो छ हौ साथीहरू। धानलाई निद्रा लागेको छ गाइज। धान यता सुतिरहेको छ गाइज। यहाँ पनि सुतेको छ। त्यसै गरी धान यहाँ पनि सुतिसकेको छ गाइज। फाइनल्ली धानलाई निद्रा लागेको अवस्था छ। लगभग अलिअलि सकियो गाइज। अब घरतिर फर्किने कार्यक्रम भइरहेको छ गाइज। मूलमा एकछिन धोइ पखाली गर्ने कार्यक्रम छ गाइज।